हेलो साथीहरू नमस्ते वेलकम ब्याक टु माई च्यानल र आज चाहिँ म एउटा नयाँ भिडियो लिएर फेरि आइसकेको छु र आजको भिडियोमा चाहिँ म र निनी घुम्न जान आँटेको कहाँ घुम्न जान आँटेको भनेर चाहिँ स्टे ट्युन। अहिले चाहिँ हामी बिजी ट्राफिक गाडी चढ्नको लागि जाँदैछौँ हिँड्दै हिँड्दै। लौ निनी अहिले चाहिँ हामी बसमा चढिसकेको छौँ। हामी चाहिँ कहाँ आएको भन्दाखेरि धरानभन्दा अलिकति माथि बेलेटार। अहिले चाहिँ हामी हिँड्दैछौँ यहाँ के छ भनेर हेर्नको लागि। यहाँ चाहिँ एकैछिनमा मौसम पनि चेन्ज हुँदो रहेछ, घरि चिसो घरि तातो। यहाँ चाहिँ स्काई वक छ अनि यसको यहाँ साइडबाट चाहिँ हिमाल राखेको छ, हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी यहाँ माथि मन्दिर छ त्यही जान आँटेको। यहाँ त कस्तो चिसो छ, विराटनगरको जस्तो गर्मी पनि छैन। यहाँ हेर्नुहोस् डाँडा काँडा। यहाँबाट चाहिँ कञ्चनजङ्घा हिमाल देखिरहेको छ, कस्तो राम्रो। यहाँ भेलेटारको यो एउटा बस्ने ठाउँ छ होइन, यहाँबाट चाहिँ कस्तो राम्रो भ्यू देखिरहेछ, पहाडहरू कस्तो राम्रो छ। निन चाहिँ यहाँ फोटो खिच्नको लागि रेडी हुनुहुन्छ, म पनि यहाँ फोटो खिच्नको लागि रेडी छु। कस्तो राम्रो भ्यू छ। अहिले चाहिँ हामी यहाँ माथि अलिअलि डाँडा काँडा घुमेर आएको होइन। अब चाहिँ हामी त्यहाँ शङ्ख भएको ठाउँमा जाने अनि त्यसपछि नास्ता खान्छु। नास्ता खान चाहिँ चियाबारी आउने नै छु, अवश्य पनि जान्छु चियाबारीको चिया खान। अहिले चाहिँ हामी शङ्ख वाला ठाउँ जाँदैछौँ। अहिले चाहिँ हामी यो शङ्ख भएको ठाउँ आइ पनि सकेको छौँ। निनी चाहिँ यहाँ बसिरहनु भएको छ, म चाहिँ यहाँ यत्तिकै घुमिरहेको छु। अब हामी यहाँ फोटोसोटो खिच्छौँ अनि त्यसपछि अलिक तल जान्छौँ, खाजा खान्छौँ अनि फेरि धरान जान्छौँ अनि त्यहाँबाट विराटनगर। यहाँ शङ्खभित्र चाहिँ मन्दिर छ होइन, डिएसएलआर सेवा पनि रहेछ। यहाँबाट भ्यू यस्तो छ। यहाँ चाहिँ अलिक होटेलहरूको एरिया रहेछ। अहिले चाहिँ हामी यो चियाबारीमा चिया खान आएको छौँ। चाहिँ यहाँ खाँदै हुन्छ, मैले चाहिँ खाएको छैन। अब म खान आँटेको, एकदम तातो छ, कस्तो राम्रो छ यहाँ भ्यू, मलाई एकदम राम्रो लाग्यो यहाँको। अहिले चाहिँ हामी यहाँ थुक्पा खान आँटेको। अघि हामीले चिया खायौँ, अब थुक्पा। अहिले चाहिँ हामी घर फर्किनको लागि गाडीमा चढिसकेको छौँ धरानबाट विराटनगरको लागि। अहिले चाहिँ हामी आमगाछीमा आएको छौँ, आमगाछी आइपुग्यौँ। भित्री आइपुग्न आँटो। अहिले चाहिँ म घर पनि आइसकेको छु भेलेटारबाट। अनि सानीको लागि, सानी चाहिँ गएको थिएन किनभने त्यत्रो टाढाको बाटो, त्यही भएर सानीलाई लगेको थिइनँ। सानी तर सानी राम्रै भयो, गएन पनि यस्तो बाटो उफारेर। अब चाहिँ सानीलाई मैले के ल्याइदिएको छु हेर्नु होला। के हो सानी? यो सानीको फेभरेट चिया बिस्कुटसँग चियासँग खान्छ खुर्मा, आफै कुरकुरे भन्दा पनि हुन्छ, चक्लेट अनि तितौरा, सानीको फेभरेट तितौरा। अनि हामीले छुर्पी पनि किनेको छौँ, त्यो उता छ। अनि अब आजको लागि यति नै, फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई।